हामी चाहिँ माथि मनपोखरीतिर जाँदैछौँ विष्णुमतीको बाटोबाट। वेलकम टु माई ब्लग। अगाडिमा ह्याप्पी होली सबैजनालाई। को हुनुहुन्छ सबैजनालाई ह्याप्पी होली। ह्याप्पी होली। यहाँ चाहिँ मेरो उहरू हुनुहुन्छ, सुन्छ सबै भिडियो। हाई हेलो कम अन। त्यो अन्जुले खिचिरहेको थियो कि पछाडिको मात्रै के उसलाई यसरी खिच्ने हो नि त भ्लगको खास। मजा टक्क चाहिँ यहाँ गोप्रो राख्छ नि, हो हेलमेट लगायो नि, ठाक ठाक यताउता हेर्दाखेरिको त्यो खतरा राइडर बन्नु मन थियो नि जिन्दगीमा। के गर्नु, जिन्दगी गरेर हेर्न यसरी दौडिन्छ बाटो बाटोमा खलैहरू। अलिकति यसो पछाडि हेरेरै नदौडिनु के, बाइक स्कुटर के आछ गाडी आएको छैन, लेन कानुनै छैन नेपालमा, के गर्नु। हामी चाहिँ होलीको दिन मनपोखरी जाँदैछौँ। यहाँ चाहिँ मन्दिर छ नि त विष्णु बुढानी कण्ठ टेम्पल, त्यही भएर धेरै भक्तजनहरू दर्शन गर्न आउँदै हुनुहुन्छ आज। होलीको तमासा होली चाहिँ यतिको लागिरहेछ है बुढानी कण्ठमा। हाम्रो एमआरबी भ्लग गइहाल्नु भयो त दाजु, चिन्छ होइन एलिकाले। एमआरबी दाजु जानुभयो नि त फेरि अमेरिका। बिचरा सुरक्षा केसी एक्लै है, गएपछि एक्लै चाहिँ हुनुभयो त नि। यहीँ माथिबाट जानु युपी इन्डियाको गाडी। भोलि पर्सि खस्यो त्यही भएर त यहाँ यसरी यहाँ अडेस लगाऊ भने हामी यसरी कस्तो हालिन्छ हल्ले नि केही हुँदैन। यसरी कजनहरू धेरै आउनु भएको छ नारायण खानमा। मेरो बुढा मेरो बच्चालाई पनि देखाइदेऊ न एकचोटि राउन्ड गरेर। मनपोखरी है अन्सु, मनपोखरी मास्तिर है। बिचरा भोकाले सिरियस भइसक्यो मेरो बहिनीहरू। मुख पनि न्याउ होलीले रमाइ बिगाएर। ल हाम्रो टोल आयो है नारायण खानको भाइ है। त्यहाँ मुनि अहिले मैले भने जसरी राख न। ओहो कस्तो आएको हो। एउटा गोप्रो चाहिँ खतरा किन्न मन छ के, यस्तो खतरा हुन्छ नि। पहिल्यैबाट सपना थियो कि त्यो भ्लगरहरू हुन् जस्तो लाग्थ्यो कि, तर कहिले पनि कोसिस पनि गरिएन नि त, कहिले ट्राई पनि गरिनँ खासै। अब इन्ट्रेस्ट भए पनि इन्ट्रेस्ट चाहिँ अब मारेको भनौँ न। मार्नु पऱ्यो बे गरेर के गर्नु। अब चाहिँ सधैँ यसरी नै खतरा राइड होइन, खतरा युट्युबमा भ्लगहरू गइन्छ है मेरो चाहिँ। अब म फेरि खतरा बाइक राइडर हो नि त साथीहरू, थाहा छ कि थाहा छैन, कसलाई थाहा छ कमेन्टमा भनिदिनु होला। म चाहिँ अहिले स्कुटर चलाइरहेको छु। यो चाहिँ मेरो बाइक हो, पछाडि मेरो बुढाले चलाइराख्नु भएको छ कि मेरो बाइक चाहिँ। अनि म चाहिँ टक्क स्कुटरमा आनन्दसँग चिनमा भ्लग गर्दै हिँडिरहेको छौँ मेरो बहिनी र म। हामी चाहिँ मनपोखरी जाँदैछौँ। बाटो बाटो त राम्रो छ, दामी बबाल छ है बाटो। यतातिरको बाटो चाहिँ यता पछाडि चाहिँ हाई हाई वेलकम टु माई ब्लग। कसले हाई गर्नुभयो होला, दाजुले कुन चाहिँ दाजुले हाई गर्नुभएको थियो। अलिक स्पिडमा गएन, यो
स्कुटर बाइक भयो खतरा हुन्छ। अहिलेसम्म बाइक चलाउनु दिँदैन आउने बेला ल। अनि म मेरो साथीहरूलाई मैले सबिना प्रधानले बाइक चलाउँदो रहेछ ऊ सबिना इज ब्याक भन्छ अनि फेरि मलाई पे गरेर गइनु के हो त के अरे गर्नुपर्ने आज आएको छ गर्नुपर्ने काम त गर्नु पऱ्यो नि गाडी साइड यस्तो अझै लास्ट स्लो भयो है यो हल्ले पनि आउँछ आउँछ हल्लेकै आउँछ अब के अन्त गरिब छौँ दिदी अब यसो धनी बनाउनलाई युट्युब खोलौँ भनेको खै सबजना युट्युब खोलेर धेरै धेरै धनी भएको छ धनी भन्नाले सबजना हुन्छ नि जति नै स्ट्रगल गरेर गए पनि जस युट्युबबाट मान्छे साथीभाइहरू सबजना छ हुन्छ नि कमाइसकेपछि चाहिँ हुन्छ नि एउटा आफ्नो पोजिसनमा पुगेपछि राम्रो कमाइ पनि हुन्छ कि बिस्तारै अहिले नै कमाउँछु भनेर त भने होइन कि आफ्नो इच्छालाई त अब गर्नु पऱ्यो नि त यता त्यता खतरा खतरा गर्छ है लाउरेहरूको घर नि त यतातिर मेरो लाउरे अङ्कल पनि घर हो यो देखाइदियो यो घर यतातिर यहाँ चाहिँ पुरा रफ्तारमा दौडाउँदै हुनुहुन्छ उहाँ चाहिँ पुरै एकैचोटि शिवपुरी पुग्न लाग्नु भएको जस्तो गरेर पुरा पछाडिको धुवाले चाहिँ के अगाडिको स्पिडले होइन धुवाले चाहिँ बताइरहेको छ यताभन्दा हामी अगाडि छौँ भने मेरो बुढाहरू कहाँ चाहनु भइसक्यो पुग्नुपर्छ क्या एकछिन हाम्रै आउनु भएन त म यति स्पिड बिस्तारै छु कि 15-20-25को स्पिडमा छु उकालोमा जाने बेला बाइकमा जानु पर्ला हौ कति मेरो म बाइक म त फेरि खतरा बोल्दिन सक्छु कि मान्छेको अगाडि पनि म चाहिँ यो नगरिकन बस्या भएर मात्र हो नत्र खतरा बोल्दिनँ त म एलिका बोल्छ बोल्नुहुन्छ त्यहाँ हल्लायो यसले त भ्लग बनाएर यसरी राख्न खोइ अनुसार ह्याप्पी हिल रिसोर्ट त यहाँ साइडमा रहेछ है आयो रफ्तारमा आउनुभएको छ मेरो बुढा मेरो बहिनी खै कस्तो सुनसान होली हो के केही रमाइलो छैन है कहाँ चाहिँ छ कि कन्सर्टहरू चाहिँ होलीको होली पानी छन त धेरै ठाउँमा छ र मोहन पोखरी यहाँको चर्चमा चाहिँ खाना को आउनु भएको छ प्लिज कमेन्ट गरिदिनु होला यताको बुढानी कन्ट रेनबोको एकदम मिठो छ म त लाइभकै माछा खै हाम्रो पोखरीतिरको होली त धेरै सुनसान रहेछ हौ बिजोक रहेछ योपालि के गर्नु सबजना दाजुभाइ अब दिदीबहिनीहरू कति जति पनि हुनुहुन्छ उनीहरू अब सबजना धेरै जस्तो विदेशतिर जानुभएको छ नि त त्यही भएर अब यहाँतिर चाहिँ छैन रहेछ यहाँ अब शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हाम्रो चाहिँ यहाँ टिकट काटेर जानुपर्छ है गाई यहाँ चाहिँ पार्किङहरू छ अहिले एकछिन आउँला अब ब्लग एकछिनमा फेरि कन्टिन्यू गरौँला हो मेरो चाहिँ यो स्कुटर हो केटी हो